वेलकम बैक टू माई यूट्यूब चैनल न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक फिट फाइन छु साथीहरू। अनि के गर्दै हुनुहुन्छ हजुरहरू पनि ठिक हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ। ठिक पनि हुनु पर्यो हैन त। अनि संगीता सुनार यूट्यूब च्यानल हजुरलाई फेरि पनि स्वागत छ। अनि म भलक स्टार्ट गर्दैछु मेरो रुमदेखि। म चाहिँ रेडी भइसकेको छु जानको लागि। कहाँ होला त तपाईलाई थाहा छ कहाँ जान्छ होला। अनि मेरो एउटा प्यारो 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 मान्छेलाई देखाउँछु है हजुरहरूलाई। न्यान कति मजाले सुतेको। हजुरहरूको बुढा पनि कति गोरो ढाड। मेरो हात र कान्छाको उस्तो कति गोरो हो। अनि यस्तरी सुत्नु कान्छा उठ न जाने यिनीहरू गाडी लिएर। ओए 10 बज्यो के। हजुरहरूको बुढा पनि यस्तै सुत्नुहुन्छ कि मेरो मात्रै हो। मेरो त बाफ्रे गाडीबाट आएपछि त सुतेपछि केही थाहा पाउने होइन। उठाउँदा पनि हेर्नु न नमानेको। सुत्न पर्यो नि बिचरा। रातभरि यहाँदेखि काठमाडौँ जाऊ काठमाडौँबाट यहाँ आऊ होइन। दुःख छ ड्राइभरलाई दुःख छ गाह्रो छ। आफ्नो ज्यान बाजीमा राखेर हिँड्न पर्छ। त्यही पनि के गर्ने हेर्नु ड्राइभरको बुढीहरूले भाइ बुढालाई धेरै माया गर्नु त धेरै माया गर्छु लास्टै होइन कान्छा। अन्त मैले माया गर्छु गरेन हेर न यहाँ यस्तो माया गर्छु गरेन भनिदेऊ त। सरी डुबे हेर यस्तो हुन्छ। राम्रो छन् क्या मेरो हेन्सी बुढो हिँड्नु न कति बोलेको के। अनि म त बुढी भएको साथीहरू दाँतै छैन। कसरी मासु खाने दाँतै छैन। गर्मी भयो सानो भनौँ कहाँ म पङ्खा चलाइदिन्छु। हाम्रो बुटोलमा चाहिँ एकदम गर्मी परेको साथीहरू। कति बोलेको हाम्रो बुटोलमा चाहिँ कति गर्मी परेको साथी। म भिडियो बनाएको कान्छ यता हेर्नु त। यता हेर्नु न सानो यता हेरिदेऊ त यता। हेलो भन न हेलो भनिदेऊ सानो। मलाई माया गर्छौ गर्दिनौ गर्दिनौ ए भाइ मलाई माया पसिनाले हेर्न साथीहरू। म त मेरो बुढासँग कति गर्मी होला चलाइदिन्छु पङ्खा। यस्तो गर्मी बढ्यो साथीहरू बस्नै सकिन्न कि। यो टिनको घरमा त झन् बस्नै सकिन्न। हाम्रो लास्टै गर्मी छ बुटोलबाट साथीहरू। अब चाहिँ म जान लागेको। म उहीँ गएर देखाउने छु साथीहरू। लेट्स गो कहाँ जाँदैछु के गर्दैछु हेर्नु होला है त साथीहरू। हामी चाहिँ दुलाको घरमा आएर बसेको छौँ साथीहरू। यो रहेको छ दुलाको घर। यता रहेको छु म। यता रहेको छ मेरो मम्मी चस्मा लगाएर चस्मा लगाइ माया बजाएर। मेरो मम्मी चस्मा किन लगाएको भन्नुहुन्छ भने मेरो मम्मीको आँखो पाकेको त्यही भएर। अनि हाम्रो चाहिँ भन्नुहुन्छ होला हजुरहरू बाहिरीसित हिँड्नुहुन्छ बजाउन। हामी बाहिरी कोही पनि हिँड्दैनौँ है साथीहरू। हाम्रो घरको फ्यामिली सहित हिँड्छौँ। मेरो मम्मी मेरो बाबा मेरो छेमा मेरो सानबा ठुलबा अनि त्यसपछि फेरि मेरो दिदी मेरो छेमा अरू हामी कसैसँग हिँड्दैनौँ। हामी चाहिँ आफ्नो घर फ्यामिली हिँड्छौँ। अरू बाहिरी खोज्दैनौँ। हामी बाहिरी हिँड्दैनौँ। आफ्नो घर फ्यामिली बाजाले त्यो बाहिरकै यो दराज कम्पनी छ यहाँनिर चाहिँ त्यही भएर ट्याक ट्याक आवाज आएको त्यति साह्रो। अनि आज हामी कहाँ हो भनेपछि के गर्ने हो भनेपछि हाम्रो काम भनेको आज यहाँ बजाएर दुलालाई छोड्न जाने अनि घर जाने अनि फेरि साँझ दुलालाई दुला लिन जाने त्यो हो काम। अरू केही होइन साथीहरू। अनि
छोड्न जाँदैछौँ किनकि उतातिर बाजार चल्दैन गरे नि त कसैकोमा बाजा सुत्छ कसैकोमा सुत्दैन त्यही भएर हामी जाँदैनौँ अनि दुलाले चाहिँ साथीहरू हामी चाहिँ दुलालाई छोडेर घर गएर रेस्ट गर्न गएको थियौँ यहाँ मान्छे कोही देखियो त अन्धेरा किन नदेखेको क्यामेरा बाल्नु न क्यामेरा लाइट बाल्ने अनि कता लाइट बाल्न त नि अगाडि लाइट बाल्न मिलेन साथीहरू यो अन्धेरामा कता कता हामी फेरि साथी ल हेर यहाँ लाइटमा हेर्नु है लाइटमा हेर्नु साथीहरू कति कालो छ यो त यहाँ हेर्नु यहाँ गोरु बापर देखिनुहुन्छ हेर्नु म कति गोरी छु यहाँ आयो त आइज यहाँ कति फरक छ यहाँले यहाँ 10,000 को उलाउनु छ नेकप छ होइन अरे साथीहरू मैले केही पनि लगाऊ म सिम्पल हो केही लगाएन म बास लिपस्टिक लगाऊ कि टिका लगाऊ मैले एउटा क्रिम पनि लाउनु मैले पनि क्रिम पनि हाम्रो दिदीले क्रिम 10,000 को क्रिम यो रातिमा साथीहरुकोले के भन्नु न उ गर्नु होला हो गाइस हो साथीहरु यो काले हेर्नुवाले भनेको केही नमान्नु होला हामी चाहिँ अब दिसभरि सुत्तेछ अनि भर्खरमा भिडियो हाम्रो दिदीले भनेको नमान्नु साथीहरु हामीले चाहिँ दिदीलाई लिएर आइसक्यौं भन्न हामी गएको त हैन हेर्नु दुलाई लिएर आइसक्नु भयो हामीले हैन फेरि हामी चाहिँ दुलाको घरबाट दुलैलाई छोडेर घर आइसकेको छौँ। रातिको 12 बज्न लागेको छ अनि मेरो बुढा चाहिँ गाडी लोडमा जानुभयो थियो, गाडी लिएर जानुभयो थियो। फेरि लोड गरेर फेरि भोलि चाहिँ छुट्टी छ नि, त्यही भएर घर आउनु भएको अरे। हैन नि यहाँ कसरी सुत्नु भयो? यस्तो के हेर्नु न, खाना नखाएर के गरे म नआउनुसम्म खाना नखाएर रिसेर यस्तो नै हुन्छन् मान्छे। हेर्नु न भिडियो गराउन खोज्ने साथीहरू, न के गर्न खोज्ने, सधैँ रिसाएर हुन्छ र सधैँ म पारेर हुन्छ र। कहिले कस्तो त खुसी पनि हुनुपर्छ बुढो, बुझ्यौ नि? बुझल बाटी कि नै बाटी? म नआउँदाखेरि खाना नखाने, हेर्नु साथीहरू, खाना नखाएर बसेको अहिलेसम्म। यस्तो पनि हुन्छ नि, तपाईँहरूको बुढा पनि यस्तै हुनुहुन्छ कि मेरो मात्रै हो? बुढी कोही गए पनि नखाइकन बस्ने, बरु आफूले झिकेर नखाने कि यस्तो ज्ञानी बुढो कसको होला? मेरो मात्र कि हजुरहरूको पनि त्यस्तै हो, बुढी नआइकन खाना नखाने। ओइ स्तल पारेको लाइ त साथीहरू रिसिनु भयो उहाँ चाहिँ। म चाहिँ भर्खर खानासाना खाना दिएँ, रिसाउनु भएको थियो, के गरे खाना खान पाइनँ भनेर भर्खर खाना खानुभयो। अनि
आजको लागि यति नै। लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नुहोला। फेरि पनि नयाँ भिडियो लिएर उपस्थित हुनेछु तपाईँको सामने। रेशम सुनार, सङ्गीता सुनार। है त साथीहरू, बाई बाई, लभ यु अल, मिस यु। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला।